हामी अहिले लाइन लिस्टिङमै छौँ। लाइन लिस्टिङ भन्दा पनि आज खोजेर बच्चाहरूलाई भ्याक्सिनेसन त्यो बच्चालाई खोप लाउने भ्याक्सिन यो फिल्डमा छौँ। जे होस् प्रायः जसो बच्चाहरू भेटिनु भएको छ, धेरै जसो भेट्नुहुन्छ, प्रायः धेरै जसो गाह्रै हुन्छ। कोही अन्त लगाउँछन्, कोही भेरे हस्पिटल जान्छन्, कोही कता इन्डिया जान्छु भन्नुहुन्छ, गाह्रो छ। हाम्रो पुरै टिम अहिले हिँडिरहेछ। हामी अहिले त्यही तपाईँको लोनियन टोलमै छौँ। ल हामी आइसकेका छौँ फिल्डमा, हेर्न सक्नुहुन्छ हामी लोनियन टोलमा छौँ अहिले। एउटा घरमा पसिसकेका छौँ। सहाना शेख। कब से ऐसे ही सोच रहे आपके कितना छूटा है? आपके 9 महीना वाला छूटा है, आपके 12 महीना छूटा है, आपके 15 महीना जिला प्रशासन कम से कम आधा एक घंटा एक संघरे मिला के उनको जरूर संजू श्याम सुंदर आप हाँ जिला प्रशासन होगा हाँ वहाँ जाओ सब एक बार न लगी वो जाओ तुम हरवाई देने का कार्ड हम लोग के हुआ है सिस्टम में। जिला प्रशासन बानी को है लेके चलो, जब तक आप घर से निकलिए ना हम लोग किसी तरफ ना स्वीकार बच्चा ना रहा। हाँ तो जगह अम्मी कहा उनके लेके हामी फिल्डमा छौँ। हामी यो छुटेका बालबालिकाहरूलाई खोप लगाउने भनेर हामी आफै फिल्डमा आएर बालबालिकाहरूलाई लिस्ट अनुसार हामी खोजेर अफिस पठाउने काम गरिरहेका छौँ। म र हाम्रो इन्चार्ज सर पनि हुनुहुन्छ। हामी एकजना यो बाबुको कार्ड लिइसकेका छौँ। हामी लिस्ट ल्याएरै यो काम गरिरहेका छौँ। उसलाई अब हामी दीदी 15 महीना के लेके जाओ, आप लगाओ है कार्ड लेके जाओ साथै है। बोला बोला यो 15 महीनाको छुट्या थियो बाबुको। अनि यसमा चाहिँ हेर्न सक्नुहुन्छ यहाँ 15 महिना हो यो लाउनु पर्ने। यसमा यहाँ छुटिरहेछ 15 महिनावाला फ्री 15 महिनावाला। उसको जन्मेको 2080 9 को महीना 15 महिना पुगेर पनि नागिसकेको छ। छुटेको बच्चा हो, त्यही भएर हामी चाहिँ अब हामीलाई कस्तो गाह्रो हुन्छ। प्रत्येक वर्ष वैशाखमा यो खोजेर खोपा भन्ने अभियान आउँछ र हामीले त्यही अनुसार पुरै लिस्ट अनुसार लिएर पुरै टोलटोलमा हामी आफै गएको हुन्छौँ। अब जति काउन्सिलिङ गरे पनि जति जे गरे पनि अब उहाँहरू छुटाइहाल्नुहुन्छ। कोही बाहिर गइहाल्छ, कोही ज्वरो आयो के गर्यो, अब धेरै अलिक थरीका बहानाहरू हुन्छन्। त्यही बिचमा पनि हामी आफ्नो कामलाई निरन्तरता दिएका छौँ। त्यही हजुरलाई देखाउन चाहन्छु। हामी अहिले फिल्डमा छौँ र हामी अहिले अर्को घरमा पनि जानेछौँ। त्यहाँको पनि माहौल कस्तो छ, के छ, कस्तो छ त्यो देखाउने नै छौँ। अनि यो घरको यो बाबु नआएसम्म हामी यहाँ बसिरहेको छौँ। जब ऊ चाहिँ हाम्रो संस्थामा जान्छ सुई लगाउन, त्यसपछि हामी अर्को घरमा अर्को छुटेको बच्चालाई जान्नु, किनभने हामी धेरै भनिसक्यौँ है। र हामीसँग उहाँ क्यामेराम्यान हाम्रो कोपिला दिदी पनि हुनुहुन्छ। यसो क्यामेराम्यानको पनि यसो चाहना हुन्छ कि म पनि भिडियोमा आइहालौँ, त्यही भएर उहाँलाई पनि ल्याउने कोसिस गर्छौँ। तपाईँहरू धैर्य धारण गर्नु होला। बोल्नुहोस्, के बोल्नुहोस्? हामी अहिले अब चाहिँ छुटेका बच्चाहरूलाई खोजेर अब चाहिँ अफिसतिर लाग्यौँ। भेटेका बच्चाहरू भेटिएछ नि। कोही चाहिँ इन्डिया गएका रहेछन्, एकजना एउटा चाहिँ भेरीमा लगाइरहेछ। तिनीहरूलाई चाहिँ हामी छोडिदियौँ। अरू बाँकी भेटिएका चाहिँ हेल्प पोस्टमा पठाइसकेका छौँ। अब जान लाग्छौँ स्वास्थ्य संस्थामा। अघि मैले दिदीको कुरा निकालेको थिएँ, उहाँ नै हुनुहुन्छ कि हाम्रो कोपिला दिदी। नमस्कार। अहिले अघि तपाईँको कमिटीमा गएर बच्चाहरूलाई खोजेर हामीले बच्चाहरूलाई बोलाएर आइसकेका छौँ। आउने जति बच्चाहरूलाई हामीले यहाँ तपाईँको बच्चाहरूलाई खोप दिने काम भइरहेको छ हाम्रो संस्थामा। प्रायः जसो बच्चाहरू आउनु भएको छ, उहाँलाई खोप उपलब्ध गराइएको छ। छुटेका बच्चाहरूलाई अरू हाम्रो प्रत्येक महिनाको 6 गते नियमित खोप चल्ने गर्छ। त्यो नियमित खोपमा नियमितलाई बोलाउने गर्छौँ। आज छुटेकोलाई नेपालगञ्ज उपमहानगरपालिकाले हामीलाई निर्देशन गरेअनुसार आज हामीले छुटेका बच्चालाई खोप दिने कार्यक्रम भइरहेको छ। तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो पुरै टिम, महिला स्वयंसेविका, हाम्रो एनएम दिदी, हाम्रो इन्चार्ज सर, म लगायत सबैजना यहाँ यो अभियानमा यो सफल पार्नलाई खोजा खोपा सबैलाई लागि परिरहेका छौँ।
तपाईँ राम्रोसँग त्यो पानी जस्तो गर्नु। आज हामी छुटेका बच्चाहरूलाई खोजेर खोपा भन्ने अभियानमा छौँ। यो अभियान अन्तर्गत हामीलाई भ्याक्सिनेटरको रूपमा हामीलाई हेल्प गर्नुहुने हाम्रा यो संस्थाका वरिष्ठ कर्मचारी एवं वरिष्ठ एनएम दिदी श्री 1008 श्री रीता दिदी साईले भ्याक्सिन लगाउँदै हुनुहुन्छ। अनि यहाँ श्री 4008 आइतवारी सर